ओइच माथि चढेको ल लु चढ्नु भयो चढ्नु त तपाईँ त हावा यार बनाउँदा पनि अब ऊ छैन नि ऊ यहाँनिर किचिज गर्ने चाहिँ हाम्रो भेनाज हो धेरै नै किचिज गर्छ अरूलाई यस्तो गर उस्तो गर भन्छ लास्टमा आफू चाहिँ केही गर्दैन ल हेलो दर्शन नमस्ते सबैजनालाई हाम्रो चाहिँ यो पार्ट 2 है फ्यामिली टुर हामी चाहिँ यो पार्ट 2 हो फ्यामिली टुर यहाँ मेरो सालोकोले चलाउने गाडी लिएर हामी चाहिँ सिन्धुली गढीतर्फ लाग्दैछु पार्ट 1 मा चाहिँ मेरो सालो छुटेको थियो बिचरा माया लाग्यो तर पार्ट 2 मा फेरि सालोको बुढी छुटेछ सब हामी फ्यामिली हुँदैछ हाम्रो धेरै परिवारहरू छुटेको छ अब पार्ट 3 मा सबै ल्याउने कोसिस गर्नेछु म चाहिँ हैन विकास यसो हेलो गर न मान्छेको संख्या पनि बढ्छ पार्ट 3 मा गाडी पनि बढ्नेछ मेरो यहाँ हिरो छोरा यहाँ हिरो छोरा कहाँ हिँडेको छोरा भन्दै हो त तिमी कहाँ हिँडेको रे मामा गाडीमा कहाँ हिँडेको भन्दै हो त हेलो गर्दै हेलो हामी चाहिँ सिन्धुली गढीतर्फ लाग्दैछौँ कलाघर ल अब हामी चाहिँ अब थोरै बाटोमा देखाउनेछु तपाईँहरूलाई अनि बाटोमा देखाएर तपाईँलाई एकैचोटि कलाघर देखाउँछु धन्यवाद गुरुजी धन्यवाद तपाईँलाई ल ल ल गरौ हल्ला गरौ हल्ला सानी खोइ सानी नाचेको सानी नाच्यो खोइ त ए ल सानी त नि यसो नाच्नु पर्दैन नाचिदेऊ ओ बाप रे माइले दियो कडा ल ठिक छ नि बेटा ठिक छ नि क्या बेटा बाप्रे गक लाउँदा त बाप्रे हिरो भन्दा कम छैन त तिम्रो मामा त बेटा हेर्दै त यहाँ हेर न बाप्रे यहाँ हेर त ए कडा अन्त ल ठिक छ ल खोइ कोही नाच्दैन रहेछ सानी त नाच्नु पर्ने त नाच्देऊ सानी नाच्देऊ खोइ नाच्छ नाच्छ सानीले नाचे नाचे ल ल हामी चाहिँ यहाँ अहिले कालापानी आइसकेका छौँ यो कालापानी भन्ने ठाउँ पारिपट्टि चाहिँ बिसम्बर हो यहाँ त हामी सानोमा बल्छी खेल्नु पनि धेरै आएको हो बल्छी खेलेर हिँडेको बाटो हो यो चाहिँ हामी बल्छी खेल्न आएको माछा मार्न आएको अनि यो सेतो माटो लिन आएको हामी यो ठाउँमा चाहिँ यहाँदेखि अलि उता छ यो रातो खोलामा लिन आएको योभन्दा अलि उता छ रातो खोला चाहिँ यो चाहिँ कालापानी ठाउँ हो ल यो ठाउँमा चाहिँ एकचोटि बालेन सरकारले उठाउने यहाँको वन क्षेत्र भयो यो चाहिँ भनेर यहाँ चाहिँ एकदम आन्दोलन भएको थियो यो गाडी जलाएको यहाँ पनि यहीँ छ वन विभागको गाडी जलाएको पनि यहीँ छ अहिले ल हामी चाहिँ यो बाहुनमारा पुल आइपुग्यो है रातो खोला रातो पुल यसलाई बाहुनमारा पुल पनि भन्छ हामीले माछा मार्ने ठाउँ चाहिँ यही हो यही खोला हो बल्छी मारेर बल्छी खेलेर माछा मार्ने ठाउँ यो एकदम लामो पुल छ यो चाहिँ हाम्रो परिवारलाई हाम्रो छोरीलाई पनि देखाएको किन कालो आएको यार ल यता चाहिँ धनुषा यो 3टा जिल्ला जुन चाहिँ है यो साथीहरू
यो पुलदेखि उता महोत्तरी, पुलदेखि यता धनुषा र अब सिन्धुली पनि अब अलिक अगाडि गएपछि भेटिन्छ। यो हामी धनुषामा हिँडिरहेको छ। यो खोलापारी चाहिँ फेरि महोत्तरी हो है। खोलापारी यो खोलापारी यो ठाउँलाई के भन्छ भनेदेखि के अरे रजबास भन्छ पारिपट्टि। हामी चाहिँ अब चुरे आइपुग्नु लाग्यो। लु यहाँबाट चाहिँ कमलामाई नगरपालिका लाग्यो है, सिन्धुली जिल्ला हो यो। चुरे आइपुग्यो हामी चाहिँ। सीमा क्षेत्र पार गरियो है हामी चाहिँ। धनुषाबाट सिन्धुलीको जिल्ला हामी प्रवेश गरेका छौँ, गर्दैछौँ। हल्का पानी पर्दैछ, हल्का पानी पऱ्यो के हो, पानी पऱ्यो भने खतम हुन्छ त। यहाँदेखि थोरै अगाडि चाहिँ भिमान चोक आइपुग्छ। ल हामी चाहिँ यहाँ भिमानको बस पार्क आइपुगेका छौँ। भिमानको बस पार्क चाहिँ यो है साथीहरू, कस्तो राम्रो छ नि। यता दाहिनेतिर गयो भने चाहिँ हामी कटारी, दुधौली, यता धरान, चतरा पुगिन्छ है। लङ्गुर खोला जाने बाटो यही हो है साथीहरू। यो चाहिँ भिमान चेकपोस्ट आयो है। लु भिमान चोक आइपुग्यो। भिमान चोक, भिमान बजार। पानी पर्नु सुरु भयो। अब गाह्रो पार्ने हो क्या। ओ विशाले बाबु के छ, ठिक छ नि? पर्नु ठिक छ, केही छैन। पानी पर्यो भने स्वागत गरेको अरे क्या। यात्राको बेलामा पानी पर्दा शुभ साइत हो, शुभ साइत हो यो, शुभ साइत। हजुर कहाँ हिँड्नु भएको? घुम्नुपर्छ। सालो तेल कति हो? तेल हाल्ने होइन? पेट्रोल पम्प त आइपुग्यो त, आएर हाल्ने। ल ल ल ल ल ल ल धेरै भयो भने छाड्छ पनि फेरि नपचेर। भिमान कटिसकेपछि चाहिँ यहाँ एउटा मन्दिर आउँछ, जय बजरङ्गबली। यस हजुर, छोरो त पुरै निन्द्रामा, सपनामा। पुरै मेरो छोरोको सुताइ गाडी चढ्ने त्यो सोध्छ। यसो हल्का बिटी सिटी देऊ न, यसो हाई हेलो देऊ न। मैले यस्तो भिडियो बनाउनु मन लागेको थियो क्या। गुरु हजुरको नाम के हो भनिदिनु त? चक्रबहादुर हो। ल ठिक छ। हाम्रो तिम्रो नाम के हो नानी? वर्षा के हो? वर्षा कुमारी आले मगर। यता छेउको मान्छेको के हो नाम? कान्छी माया हो। हुन्छ त, सबजना घुम्न आएको हुन्छ, सब सुतिसक्यो। ल अब चाहिँ कर्करे माइस्थान आइपुग्यो। यहाँ हेलिकप्टर पनि छ। यो चाहिँ रानी मौरी रिसोर्ट। घुम्न आएको मान्छेहरू के सुत्नु थालेको छ कि?
खरखरे माइस्थान आइपुग्यो है। खरखरे माइस्थान हो है हजुरहरू। कमला खोला यो, तर यो चाहिँ पिकनिक खाने ठाउँ हो। यो बसेर यसो यो यहीँबाट जान्छ है, त्यो काँक्रीबाट पानी निस्किने धारा निस्किने भन्ने ठाउँ चाहिँ। हामी सिन्धुली, ल सिन्धुली आइसक्यो। सिन्धुली आइपुग्यो है। सिन्धुली कोही झर्ने त छैन नि? कोही झर्ने हुनुहुन्छ? छैन नि। यो चाहिँ सिन्धुलीको चेक पोइन्ट हो। सिन्धुलीको बस पाएको है तल देखेको चाहिँ। सिन्धुली आइपुग्यो हामी चाहिँ। यहाँ यो सिन्धुलीको भाटबोटिन अहिले सञ्चालन चाहिँ भएको छैन। यो भाटबोटिन छिट्टै सञ्चालन हुने कुरा भइरहेको छ। यो चाहिँ सिन्धुलीको यो हस्पिटल, सिन्धुली जिल्लाको हस्पिटल। यो चाहिँ के अरे शान्तिनगर चोक। यो चाहिँ शान्तिनगर चोक आइपुग्यो हामी। जाउँ न, चलो 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 चलो। यो चाहिँ यताबाट पनि काठमाडौँ हेटौँडा जान्छ है। मरिनको बाटो यो चाहिँ। यहाँबाट बजार छिर्ने बाटो हो। यताबाट चाहिँ बिपी हाइवे। हामी अगाडि बढ्दैछौँ। यात्रा हाम्रो सिन्धुली गढी तर्फ कलाघर। सबैलाई खिच्छ नि। हल्ला हल्ला हल्ला। सेल्फी डाँडा पुग्न लागेका छौँ है। सिन्धुलीगढीको सेल्फी डाँडा। जोस् आज कसैलाई भमिट भएको छैन, त्यही खुसी छ। सेल्फी डाँडा आइपुग्यो हामी। सेल्फी डाँडा, सेल्फी डाँडा आइपुग्यो। यो चाहिँ सबै सिन्धुलीगढीको दृश्यहरू चाहिँ यहाँ राखेको छ। पछि अलि अगाडि 2-4 घुम्ती अगाडि आएपछि यो घुम्तीमा चाहिँ एकदम ख्याल राख्नुपर्छ है साथी हो। एकदम धेरै एक्सिडेन्ट हुन्छ यो घुम्तीमा चाहिँ। धेरै जस्तो इन्डियन नम्बर प्लेटहरू चाहिँ एक्सिडेन्ट हुन्छ गाडीहरू। हामी चाहिँ यहाँ सिन्धुलीगढी गेट आइपुग्नु लाग्यो। सबजना सुतेको छ। चटपटे बनाउने हो त अहिले। सबै सामान बोक्यो, सामान बोक्यो। तर कसैलाई भमिट आएन, त्यो खुसी लागेछ क्या आज मलाई। भमिट गर्ने मान्छे त टन्नै थियो नि फेरि, कसैलाई भमिट भएन। के छ गुरु, ठिक छैन त? भमिट नहुँदाखेरि खुसी लागेको छ नि। ल ल हामी सिन्धुलीगढी गेट आइपुग्यो। सिन्धुलीगढी गेट आइपुग्यो हामी। अब यहाँबाट छिर्ने छौँ सिन्धुलीगढी कलाघर। ल छिर्यो है हामी अब यहाँबाट। यो सिन्धुली दरबार, सिन्धुलीगढी चाहिँ यता हो।
यतातिर चाहिँ कलाघर जाने हो है, राइट साइडबाट चाहिँ। ल हामी पहिला कलाघर जान्छौँ हामी चाहिँ, त्यहाँबाट अब भ्यायो भने यता फर्केर आएर भ्यायो भने सिन्धुलीगढी छिर्छौँ, भ्याएन भने के गर्नु, सरी नेक्स्ट टाइम भनेर जान्छौँ है, नेक्स्ट टाइम। ल हामी चाहिँ कलाघर जाँदैछौँ है सबैजना। हजुरहरूलाई कस्तो फिल भइरहेछ? रमाइलो भइरहेछ हो? यो चाहिँ नयाँ भवन हो है, यहाँ सञ्चालन भएको छैन। ल ठिक छ। ल तपाईँहरूलाई के एसी चलाएको फिल भइरहेछ? हो ल ठिक छ। ल यहाँ यो भनेको प्राकृतिक हो, अर्कै खालको चिसो हुन्छ, यो अर्कै खालको चिसो। ल हामी चाहिँ आइयो तातोबाट चिसो ठाउँमा थकाइ मार्नको लागि। काम गर्दा गर्दा दिक्क हुनुहुन्छ, भत परेर दिक्क हुनुहुन्छ भने आउनुहोस् होला यो सिन्धुलीगढी कलाघरतिर आउनुहोस् होला, चिसो हावा खाएर आनन्द लिनु होला है, होइन? ट्रम्बो अहिले आइपुग्यो हामी कलाघर। ल गेट यो फाइनली आइपुग्यो हामी कलाघर। अब यहाँबाट चाहिँ हिँडेर जानुपर्छ। पानी पर्यो, पानी परेको मौकाको फाइदा उठाउनु लाग्यो, चिसो खान लाग्यो। पानी परेको गाह्रो छ अब घुमेर। झरौँ झरौँ झरौँ, पानी रह्यो झरौँ। लु फाइनली हामी आइपुग्यो, पानी पनि रह्यो। अब घुम्न जानलाई तयार छौ। तिमी कतिको एक्साइटेड छौ भनौ त? धेरै? ल ठिक छ। ल ल झर्न देऊ, त्यहाँ झर्न देऊ। ल विकास झर्न देऊ न, त्यहाँ हट न तिमी हट न, झर्न देऊ त्यहाँ सबलाई। ल छिटो छिटो, अहिले ढिलो हुन्छ, अहिले फेरि बन्द हुन्छ कलाघर। धेरै उता नजाऊ है। आइपुग्यो फाइनली हामी आइपुग्यो। यो ढोकाला अलिकति खेल्नु न। लु बाप्रे लु यति सानो बाजे पनि आएको, घुम्न आएको हो आज हो? त्यहाँ भन्दा लिएर त म यहाँ भिडियो बनाउँदैछु। विशाललाई देऊ न, विशाललाई त्यो चिसो चिसो। लु आऊ ल बेटा, ये छोरो पनि आइपुग्यो, मेरो छोरो पनि आइपुग्यो। ए बेटा ए ल ल ल हो बल्ल आइपुग्यो। बाप्रे चिनै नसकेको त मेरो बुढीलाई पनि। लु 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 कान्छी यता यता, चुरिकाउले। ल ठिक छ। सानी के छ? ठिक छ? रमाइलो लागेको छ तिमीलाई? परिबस्छु, जाउँ जानु बस्यो यतिकैमा। लु आउनु आउनु। लु लु हाम्रो आमा पनि झर्दै हुनुहुन्छ।
खतरा क्लियर देख्छ त यो बाटो यो माथिको बाटो सानी के छ ठिक छ कतिजना छ हामी 1 2 3 4 5 6 7 8 9 10 जना मलाई 11 जना हो मलाई 11 जना हो एकजना खोइ त को फज लाएर पनि ए आमा त्यही त नि 12 जना थियो भन्ने फाइनली हामी आइपुग्यो यो मादल कलाघर थाक्यो हो ल ठिक छ थाक्यो भए पनि ठिक छ नथाक्यो भने ठिक छ सबै यो सिन्धुली कलाघर आइपुग्यो हामी चाहिँ यो चाहिँ म्युजियम हो रे भित्र ल तर मलाई नै देखेन कि मलाई पनि देख्नु पर्यो नि त यहाँ यस्तो ल ओ हाम्रो कलाघरमा डान्स गर्ने नृत्य कलाहरू चाहिँ यसो डान्सरहरू चाहिँ उहाँहरू नै हो है डान्सरहरू अनि यसो बाजा गाजा सबै बजाउनेहरू चाहिँ उहाँहरू नै हो है तपाईँहरूले चिन्ने नै हुन्छ होला युट्युबमा फेसबुकमा ल ल दुईजना मात्रै टिकट काट्ने धेरै बस्दैन नि त नानी हामी कतिजना हो 12 जना 12 होइन 11 ड्राइभरलाई 12 जना ड्राइभरलाई छुट होला नि होइन दाइ ड्राइभर छुट छ लेकिन कानुकुरी पनि हो ड्राइभर त अब ड्राइभर त 3 जनाले लेखित फाइनली हाम्रो कलाघर आइपुग्यो हामी चाहिँ यहाँ भित्र यसो हाम्रै पुर्खौली घर जस्तो लाग्छ यहाँ आउँदाखेरि चाहिँ हामीलाई पानी पर्यो अब के गर्नु त खाजा साजा खानु पर्यो यहाँ छ उता छ उता अब यहाँ चाहिँ हामी खाजा साजा खानु लाग्यो यहाँ भित्र पनि बस्ने यहाँ भित्र पनि छ बत्ती सत्तीको व्यवस्था छ यहाँ बत्ती बालिदिउँ त केटा हो त्यहाँ बत्ती बाल्यो त उ त्यहाँ बटम बत्ती बाल्दियो त ल ल ल आउनुहोस् पाहुनाहरूलाई स्वागत गर्नु पर्यो आउनुहोस् भित्र एकचोटि फेरि ल कलाघरभित्र चाहिँ यस्तो राम्रो छ है खाने व्यवस्थाहरू राम्रो छ यहाँ बसेर खाने पानी परेको छ उहाँहरूले चाहिँ हामीलाई यहाँ भित्र बसेर खानु भन्नुभयो यस्तो हुस्से चलेछ ल यहाँ भित्र बसेर हामी चाहिँ टक्क बसेर खाने अनि घुम्ने ल ल ल ल डेक बजाऊ ल डेक बजाऊ ल डेक बजाउँदै गर कोही चटपटे बनाऊ ल आयो सुरु
ल हाम्रो यहाँ चाहिँ चटपटे खाने कार्यक्रम भइरहेछ। किन नबनाउँ, सबै बनाउँ। यो कलाघरमा है, कलाघरभित्र हामी चाहिँ बाहिर यस्तो हावा पुरै ड्याम्पिङ भएको छ यस्तो। अहिले छ्याङ्ग भयो नि। यहाँ चाहिँ हाम्रो चटपटे मोमो चाउमिन चिसो खाने कार्यक्रम भइरहेछ। नो ससेज ऊ खोइ चिकन लो विकास ड्याङ्गी ड्याङ हाल त ल। खाने चिज चाहिँ एकदम राम्रो छ है हाम्रो यहाँ। मोमो चाउमिन अनि यहाँ चटपटे चिसो, यहाँ ऊ चिकन चिल्ली, यहाँ रोस्ट रोस्ट रोस्ट। ल मिठो छ, मिठो छ, मिठो छ, मिठो चाहिँ छैन, खाएकै छैन तिमीले? ल ए सार्नु ल हाम्रो खानेकुरा चाहिँ यहाँ रेडी भइसक्यो है। ल ल सुरु गरौँ। ल ल ल हेर्नु है यता सबै खानेकुरा अब रेडी भइसक्यो। ल रेडी छ नि। ल सानी के चाहियो, के भयो? माथि चाहिँ खानु मिल्छ मिल्दैन खाइयो। पहिला खाँदै खाँदैन यहाँ माथि। ल दामी दामी। ल ठिक छ नि, के कमी कमजोरी भयो भन्नु भयो यता। जुनी काट्छु भन्थ्यौ नि मसित, मनको साइनो जोडी छौ कोसित। जुनी काट्छु भन्थ्यौ नि मसित, मनको साइनो जोडी छौ कोसित। पहिले माया मो आज भोलि माया कै झल्कोले निन्द्रै लाग्छैन। आज भोलि माया कै झल्कोले निन्द्रै लाग्छैन। बुवा बुवा तिम्रो मनमा सार्ने। देखे नजर झुकाउने मायालाई,
ल हामी चाहिँ यसो खाजासाजा खाएर चाहिँ अब यहाँ यो के अरे कला घरमा छिर्दैछौँ प्रवेशद्वारमा। यहाँ चाहिँ विभिन्न थरीका स्वयम्भू मिनी अब त्यहाँ मिनी पशुपति लुम्बिनी सुन्दरा यहाँ पशुपति सबै मिनी हो मिनी सबै मिनी हो हजुर। खै जनकपुर धाम ल जनकपुर धाम पनि यहीँ हुनुहुन्छ ल। यो चाहिँ पुरानो कला संस्कृतिहरू चाहिँ यहाँ वास्तुकलाहरू चाहिँ यहाँ राखेको छ। आउनुहोस् त्यो त छैन आएको भनेको खै त थाहा भयो नि देखाइदिनु यो वहाँ पो पुगेछ त त्यसरी मादल घरमा हामी चाहिँ छिर्दैछौँ। बडा मादल घर छ यहाँ चाहिँ यहाँबाट पस्नु रहेछ। छेउछेउमा पनि मादल छ। मादल ल यस्तो दामी दामी रहेछ है भित्र चाहिँ यो मादल भित्र चाहिँ ल। यता हेर बुढी वाह ल ल यता हो यता ल। विभिन्न यो जात अनुसारको यहाँ वेशभूषा चाहिँ सम्पूर्ण जात जातिहरूको वेशभूषा चाहिँ यहाँ लाएर संरक्षण गरेर राखिएको रहेछ। यहाँ चाहिँ लोकबाजाहरू छन्। यहाँ चाहिँ माथि के रहेछ ल दामी ल।